100 वर्षको उमेरमा हामी सम्पूर्ण सङ्गौला हाम्रा जयनारायण तथा लक्ष्मीनारायण बल्लभका सन्तानहरू हामी त्यहाँ उपस्थित भएर यहाँ चाहिँ टिका ग्रहण गरिसकेको छ। अब हामी फोटो सेसनको क्रममा छौँ। अरू एक दुईवटा कुरा दिउँ न। पुगेकै छैन तपाईँको हुँदैछ त्यहाँ। अब अरूले पालो नि त्यो दिउँ न शुभकामना। यसै क्रममा हामी शुभकामनाका सन्देशहरू दिन चाहन्छौँ। हाम्रो यसै घरका सदस्य हुनुहुन्छ हाम्रो बालकृष्ण शर्मा, उहाँको शुभकामना सन्देश। धन्यवाद सरलाई। यहाँ आज हामी 2079 सालको दसैँको उपलक्ष्यमा हाम्रो सङ्गौलाको परिवार हाम्रा दुई हजुरबाहरू लक्ष्मीनारायण जयनारायण समरलाका सन्तान हामी यति बेला हुन सकेका सम्झाउँदै यस्तो समय हामीलाई फेरि पनि यसै क्रममा हामी शुभकामना आदान प्रदान त पक्कै पनि छँदैछ होइन। त्यसमै अगाडि पनि सुन्न भाइले पनि केही राख्छन् भन्ने आशा ठिकै छ। म त्यता प्रवेश पनि गर्छु। आउँदैछ पालो आउँदैछ। यो निकै राम्रो माहौल छ हामीसँग।